विद्यार्थीका माध्यमबाट वातावरण संरक्षण गर्ने अभियानमा केन्द्रित पर्यावरण संरक्षण समाज नेपालले बुटवल 11 नहरपुर माविमा अन्तर्क्रिया सम्पन्न गरेको छ। बुटवल 11 मा रहेको नहरपुर माविमा पर्यावरण संरक्षण हाम्रो सरकार विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर 11 नहरपुर माविका कक्षा 8 र 9 का विद्यार्थी र शिक्षकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वातावरण संरक्षणका लागि प्लास्टिकका सामग्री प्रयोगमा कमी ल्याउन सुझाइएको छ। त्यसका लागि वातावरण मैत्री सामान प्रयोग गर्नुपर्नेमा जोड दिएको हो। पर्यावरण संरक्षण समाज नेपाल र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यावरण संरक्षणका लागि विशेष गरी विद्यार्थीहरू चनाखो बन्न जोड दिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक धनेश्वर गौतमले वातावरण संरक्षणमा अब विद्यार्थी नै अघि सर्न आग्रह गर्नुभयो। प्रधानाध्यापक गौतमले अब अभिभावकलाई विद्यार्थीले खबरदारी गर्न जोड दिनुभयो। विद्यालय स्तरका बालबालिका मार्फत वातावरण संरक्षण अभियान अघि बढाएको पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले बताउनुभयो। अध्यक्ष पोखरेलले फोहोर कम गर्ने र फोहोरलाई पुनः प्रयोगमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सामान किन्न बजार या पसल जाँदा घरैबाट झोला लिएर जानुपर्ने बताउँदै प्रत्येक व्यक्तिले यो अभियानमा हातेमालो गर्न जरुरी रहेको बताउँदै प्लास्टिकको प्रयोगले मानिस र वातावरणमा असर पर्ने भन्दै यसको न्यूनीकरणमा जोड दिनुपर्ने बताउनुभयो। अहिले अनियन्त्रित रूपमा बढ्दै गइरहेको प्लास्टिक प्रदूषणलाई रोक्न एकदमै जरुरी भइसकेको छ। यसले हाम्रो वरपरको वातावरणलाई प्रदूषित बनाइरहेको छ र अनियन्त्रित प्लास्टिक जन्य पदार्थहरूको प्रयोगले डम्पिङ साइटको क्षेत्रफल बढ्दै गएर नेपाल जस्तो सुन्दर ठाउँलाई विकृत बनाइरहने अवस्था अहिलेको विकराल अवस्था हो। कार्यक्रममा प्लास्टिक नजलाउने, प्लास्टिकको प्रयोग कम गर्ने, प्रयोग गर्नै पर्ने अवस्थामा पुनः प्रयोग गर्ने र वातावरणमा बोट बिरुवा रोप्ने सन्दर्भमा वृत्तचित्र प्रस्तुत गरिएको थियो। त्यसैगरी वातावरण संरक्षणको महत्वका बारेमा संस्थाका सदस्य अशेष भण्डारीले एक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। समाजले बुटवलमा रहेका संस्थागत र सामुदायिक गरी 8 विद्यालयका करिब 4000 विद्यार्थीलाई सो कार्यक्रम मार्फत सचेत गराएको छ। कार्यक्रममा विद्यालयका शिक्षकहरू, समाजका कोषाध्यक्ष वनिका भट्टराई, सदस्य विनिता भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजको तर्फबाट झोला समेत वितरण गरिएको थियो।